Welcome to my channel. Hello. Namaste. Namaste. Welcome back to my our new vlog. Our next vlog. Yes, आज चाहिँ हामी कहाँ जाँदैछौँ? तिनसुरे। आज हामी तिनसुरे डाँडा चढ्न जाँदैछौँ। नाच्छ यता हेर्नुस् न। अनि कति 1 बजिसकेको छ है। अब हामी ढिलो निस्किनु लागेको, पानी पनि पर्नु लागेको छ। अनि लेट्स सी कति टाइम लाग्छ हाम्रो पनि फर द फर्स्ट टाइम। बाट यहाँ तिनफुमा झर्ने। झरेपछि चाहिँ यहाँनिर बाटो क्रस गरेर जानुपर्छ। जाने है तिनफुमा झर्नुपर्छ है युङबाट चाहिँ। तिनफु स्टेसन 12 मा यहाँ झरेर अब चाहिँ हामी वाक गर्दै जाने गाइजहरू यो बाटो। अब आज हामी तिनसुरेको डाँडा चढ्न आएको छौँ। यो बाटो जाने बेबी हाम्रो सन्डे हाई थैले छोरा जानुहोस्। What is the winner? Who's the winner? You or me? Mommy. What the winner? Just for me. Amane, niya ko police na yo isa. Pwede ba sa ko wow, dami sa ko. Amane. Pero no di pa ko. Lukas na ko niya. Di pa ko stay. Isa ba di? O dami sa tayo. Pero wala police na. Nasa ko. Di na wani. Ano ka dito? O lang sa no? Ano police na sila? Wow. यहाँदेखि चाहिँ गाइजहरू यो क्रस गरेर यहाँदेखि जाने हो। अहिले चाहिँ रातो बत्ती बलिरहेको छ। हामी वेटिङमा छौँ। वाट? ओ वेटल्यान्ड पार्क। त्यो चाहिँ ऊ त्यो वेटल्यान्ड पार्क। अनि यो चाहिँ यहाँ कस्तो ब्लोर आएको के 3 इन रोड त्यहाँदेखि जाने हो हामी। ओके बेबी उता जानुभयो। नामसँगलाई एरेस्ट गरेर लान्छ नि फेरि। मेरो छोरालाई यति पुलिस कार्यालय हाई नामसँग पुलिस अफिसर हुने हो पछि हो। रियली हाई गर्दैछ पुलिस कार त्यहाँ छ। उसले हाई गर्दैछ। अब चाहिँ हामी यो 1 क्रस यहाँ भयो अनि यो सेकेन्ड त्यही स्ट्रेट जाने। यहाँदेखि चाहिँ लेफ्ट होइन राइट मोड्नुपर्छ। यता तल यस्तो छ नझुकिनु होला है। अब हामी लाग्यौँ। ओके हाम्रो सन्डे हाइक। एभ्री सन्डे चाहिँ हाम्रो हाइक प्राय हुन्छ। स्पेसल अब त्यस्तै केही काम पर्यो भने मात्रै, नत्र चाहिँ हामी हाइक जान मन पराउँछौँ। अनि नामसाङ पनि हाइक जाने भन्छ। उसलाई मन पनि पर्छ अनि हिँड्छ पनि है नामसाङ छोरा। टेम्पल पनि रहेछ त यहाँ त पर। ओइ नामसाङ लास्ट टाइम व्हाट हैपेंड है? Yes, pedani ho. Ye pedani ho. Ami चाहिँ अब तपाईँ माथि ने डेस्टिनेसन अफ आज लागि आउने। यस्तो नसा बस बस। पन्ना ओ नो। वाउ। Oh, कता नि परो? आमा हो। बेस्ट लाग्यो। आज पानी पर्छ होला। ठिक जाबे चाहिँ ठिक कस्तो भयो। बारिश लाग्यो त। क्या? अब चाहिँ चाहिँ भेट्यो। यो चाहिँ के हो? खुला हो यो क्या? दसैँहरु चलाउने ठाउँ हो। लागेको है हामी जङ्गल बसेको। आम्बो
कलरको छ कि क्या हो यताबाट चाहिँ क्यानमा जानु नानी यताबाट हो छोरा अरूहरू छिरेर आइसकेको कहिले मेरो छोरा चाहिँ लड्छ म त के कुद्छ अनि ए खै यता हेरौँ त आयो भयो भएन भन्नु कहिले रहनुपर्छ नामसँग चाहिँ नलडेको दिनै हुँदैन क्या छिटो हिँड्नुहोस् उसलाई त यस्तै म त मन पराउँछ बाबालाई देखाउनुहोस् त नेचुरल यो परको देखिनेहरू 300 हो सबै इट्स गुड 1M नामसाङ इट्स गुड वाउ टमाटो हेर्नुहोस् कति तल ओ टमाटो त पाकेको त रहेनछ है फर्सी टमाटो जानु हुँदैन सानो त्यहाँ डोर पो उयो राखेको रहेछ त अनि यता चाहिँ बारेको छ नि डोर राखेर के गर्नु हजुर कतादेखि जाने हो यता हो हामी तेर्छौँ अच्छा अब चाहिँ ह्याप्पी भयो होला छोरा किन उकालो जानु पर्दैन हजुर किन यत्रो धेरै स्टाफहरू राखेको यहाँ मेरो छोरा त सो हङ्ग्री पो भन्छ त नो है बेबी नो गड एङ्ग्री हुन्छ नि हङ्ग्री भयो खान्छु भन्छ त मम्मीले एकछिनमा बाई गरिदिन्छु ओके है यो त गडको हो नि त बच्चा गड एङ्ग्री हुन्छ अनि हजुर सिक भन्छ नि त खायो भने ओके सेवा गरिदिनुपर्छ चाहिँ सेवा गर्ने ठाउँ रहेछ यतापट्टिबाट कति धेरै छ यहाँ भित्र त जानु पाउँदैन होला हजुर Let's go. Oh, baby. Go boy. Come. It's a jacket to hold it. You are done. I mean, you got to tell Donnie, this lesson. It was done. Yeah. Check. What's the one I owe? That is what I know, right? You can snack, good snack, yeah. Really? I don't think so. Good job. You got it. Come.
हिजो अनि मन भुल गर्छु I know it's your dump truck यता च्यान घाटतिर छ यस्तोतिर नाच्ने गर्दा हुन्थ्यो सबैजना गएको छिटो यहाँ धेरै बस्नु हुँदैन यस्तोमा यो च्यान घारीबाट नआउँदा हुन्थ्यो तिमीसित त च्यान घारी पो छ तिमी छिटो ल त्यो पारी चाहिँ चाइना भन्नुहुन्छ नामसाङको बाबाले अनि त्यो पुल चाहिँ कहाँ जाने पुल हो चाइना जाने पुल रियली एउटा बाटो आयो यति बसेर पानी सानी पिउँ होला माइसहरू आज चाहिँ मौसम ठिक छ घाम पनि लागेको छैन पानी पनि परेको छैन अनि यहाँ चाहिँ धेरै जस्तो चाहिँ च्यान रहेछ अनि कति धेरै मस्किटो पनि क्या त्यहाँ तल छिर्दा त ओ माई गड मस्किटोले यस्तो एट्याक गरेको एन्ड खै नामसाङ हाइक गर्न रुचाउँछ है एकदमै मन पराउँछ नामसाङ के भन्नुपर्छ अनि स्कुल जाने ल What again? Really? यो चाहिँ नामसाङको घर अरे अनि नामसाङको होममा आएपछि त अनि नामसाङले खानेकुरा दिनुपर्छ नि त मम्मी र बाबालाई लु दिनुहोस् त के दिने हो मामा What do you want to give? केही छैन रहेछ नामसाङको होममा त Nothing here. केही छैन नामसाङको घरमा यहाँ चाहिँ पानीहरू यसरी ओ यो पस्छ है यहाँ भित्र ए पानी यहाँ भित्र रहेछ यसरी ए फुलहरू पनि यहाँ चाहिँ उयो गरेको रहेछ क्या यसरी त्यो के भन्छ इनार इनार त होइन होला याक्सा रहेछ यहाँ चाहिँ याक्सा बस डिप छ डेन्जर छ है सानो अलिक गहिरो रहेछ यस्तो लाग्यो यस्तो ठाउँमा बस्नु पनि मजै आउँछ है एक खालके पल्टिने है छोरा छैन एन्ड चाइना सेन्जेन चाइना त्यो ब्रिज त देख्दैन रहेछ भिडियोमा त खासै यसलाई यो पनि बब्बाल दामी सर्ट हाइकको लागि रहेछ आजकल त नामसाङको स्टामिना बढेर एकचोटि नै बोक्नु लाउँदैन है हामीलाई मन्दिर जाउँ न त एकछिनमा हजुर ए मन्दिर त निकै तल रहेछ नि त फेरि यस मिसन कम्प्लिट अनि तपाईले त 3 घण्टा लाग्छ भन्दै हुनुहुन्थ्यो त नि यहाँ धेरै ठाउँ यो रहेछ क्या है यो मन्दिरमा जानु पाउँदैन डेस्टिनेसनमा पुगेको अवस्था अनि त्यसलाई हेर्नु है नामसँग लड्छ नि अनि यता चाहिँ यहाँ तल टेम्पल रहेछ हामी बस्यौँ अनि यहाँ तल चाहिँ यो चाहिँ मोनास्ट्री होला जाँदै गरेको फेरि नामसाङलाई पनि बास्न गनाएछ ब्याड स्मेल आइरहेछ आउनु चाहिँ सुँगुर फार्म कता के
जङ्गल गाडीमा त नहुनु पर्ने सानो स्लोली हिँड्नुहोस् ल लड्छ है ब्याड स्मेल आयो सानो यहाँ पर के बनाएको छ बनाना बनाना ट्री छ ओ यहाँ पनि दामी ठाउँ पो रहेछ त हौ ख्यालख्यालैमा दामी रहेछ अझै गर्मीमा मजा आउने होला आज पनि वेदर त कुल छ के फलेको यिनीहरू छाना लड्नु के छ त्यहाँ पोस्ट है नानीलाई हेर्नुपर्छ क्या कता कता हिँड्दाखेरि नामसँगको बाबा चाहिँ के हो खै मसी गर्छु जा ए नामसँग यस्तोमा पस्नु हुँदैन तल लड्छ नि ए गहिरो चाहिँ रहेनस् यता त गहिरो छ नि त बेबी लो ए तल पस्छ नि त हिँड बाबा नटी हिँड हिँड यस्तो गर्नु हुँदैन जानुहोस् लड्छ है सानो दामी रहेछ चेक गर्नु अरे नामसँगले चेक गर्नु चेक गर्नु लाँदैछ किनभने अघि नामसँग आउँदाखेरि पापाले त्यहाँनिर हेर्नु भएन अरे नामसँग बाबाले अनि फेरि लगेर चेक गर्न लाँदैछ कतिको डिप छ भनेर दिन्छ केटोले दिन्छ यो चाहिँ बाँस होला के हो बाँस नै होला यताबाट देखेको चाहिँ बताउँछु नि काम त दामी रहेछ है हाई कस्ट होला चाहिँ कहाँ बाटो ओ अघि हामी यति तलबाट आएको होइन त ए होइन भएर हामी यहाँदेखि तल जाऊँ न त नाच्दा लड्छ है अस्तिको जस्तो भएर हामी यहाँदेखि जाने ए अघि हामी यहाँबाट आएको हो नि त जय छोरी हेर्नु होला ओ यहाँदेखि आएको हो कि अनि हामी चाहिँ यता स्टोरी यता त्यस्तोबाट आएको अब भरे चाहिँ नजानु न तल भरे चाहिँ हामी यहीँबाट तल अहिले चाहिँ हाम्रो डाँडा चढेर अब झर्ने क्रम जारी झर्दाखेरि चाहिँ बाटो अलिक अप्ठ्यारो छ अनि नामसाङलाई बोकेर झारेको बाटो चाहिँ अलिक अप्ठ्यारो छ है हामी अर्को बाटो झरेको नि त अर्को बाटो झरेर बाटो अप्ठ्यारो भयो ओह्रालै छ नि त उताको बाटो झरेको भए चाहिँ अप्ठ्यारो थिएन म गोठ हेर्छु भनेर अहिले देखेँ होइन कि ल गोठले हेलो गर्छ नि नामसँगलाई आएर हानिदिन्छ आएर अनि खसीहरू होला नाच थ्रो गर्नु हुँदैन बेबी थ्रो गर्नु भयो अब नहेर्ने नामसाङ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अनि भिडियोलाई माया गरिदिनु होला लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला है त बाई बाई सी यू नेक्स्ट भिडियोमा